निर्वाचन आयोगको वेबसाइटमा गएर मतदान नअवलीमा प्री रेजिस्ट्रेसन फर्म भर्नु भएको छ कि छैन। यदि नाम भर्नु भएको छैन भने मतदान नअवलीमा तपाईको नाम छुट्न सक्छ। त्यसकारणले आजै मतदान नअवलीमा नाम संकलन गर्नको लागि निर्वाचन आयोग नेपालको वेबसाइटमा गएर यो फर्म भर्नुहोला। यदि तपाईले फर्म भर्नु भएको छैन र यदि झन्झटिलो लागेर छोड्नु भएको छ भने यो भिडियो हेरेर तपाईले फर्म भर्न सक्नुहुन्छ। सबैभन्दा पहिला निर्वाचन आयोगको वेबसाइटमा जाने, त्यसपछि मतदान नअवली प्री रेजिस्ट्रेसन र अद्यावधि अनलाइन प्री एनरोलमेन्टमा क्लिक गर्ने। मतदान नअवली प्री रेजिस्ट्रेसन र अद्यावधि भएको इन्टरफेसमा क्लिक गरेपछि तपाईले आफूले प्रयोग गर्ने आफ्नै नाम भएको मोबाइलको नम्बर हालेर लगइन गर्ने। लगइन गरे पश्चात तपाईले हाल्नु भएको नम्बरमा ओटिपी नम्बर जानेछ। त्यो नम्बर यहाँ हाल्ने। ओटिपी हालेपछि तपाईको स्क्रिनमा यस्तो इन्टरफेस आउनेछ, जसको बायाँपट्टि लेखेको नयाँ दर्तामा गएर क्लिक गर्ने। त्यस पश्चात तपाईको मोबाइलको स्क्रिनमा आवेदन भर्नु पूर्व ध्यान दिनुपर्ने कुराहरू उल्लेख गरेको पाइन्छ। यो तपाईँ पढ्नुहोला। ध्यान दिनुपर्ने कुराहरू पढिसके पश्चात तल टिक लाउने र ओके गर्ने। त्यस पश्चात तपाईले आफ्नो स्थायी ठेगानाहरूको विवरण भर्ने। स्थायी ठेगानाको विवरण भरिसके पश्चात दायाँ तलपट्टि अर्को लेखिएको बटनमा थिच्ने। त्यस पश्चात तपाईले व्यक्तिगत विवरण भर्ने र फेरि अर्को लेखिएको बटनलाई थिच्ने। त्यस पश्चात तपाईले आफ्नो नागरिकताको विवरण भर्ने। स्मरण रहोस्, रातो स्टार लागेको सम्पूर्ण विवरणहरू अनिवार्य रूपमा भर्नुपर्नेछ। नागरिकताको विवरण भरिसके पश्चात पुनः अर्को लेखिएकोमा थिच्ने। त्यस पश्चात तपाईँ अपङ्गता भएको नभएको उल्लेख गर्ने र अर्को लेखिएकोमा थिच्ने। त्यसै गरी अन्यमा मातृभाषा उल्लेख गर्ने, शैक्षिक योग्यता निरक्षर हुनुहुन्छ कि साक्षर हुनुहुन्छ उल्लेख गर्ने र समूह वर्ग उल्लेख गरी पुनः अर्कोमा थिच्ने। त्यस पश्चात सम्पर्क स्थान उल्लेख गर्ने। तपाईँ जुन स्थानमा आफ्नो बायोमेट्रिक दिनुहुन्छ त्यही स्थान उल्लेख गर्ने। पहिला प्रदेश उल्लेख गर्ने, त्यस पछाडि सम्पर्क स्थानको नाम, निर्वाचन आयोगको कार्यालय उल्लेख गर्ने, जिल्ला उल्लेख गर्ने र जुन मितिमा बायोमेट्रिकका लागि जानुहुन्छ त्यो मिति आफूले उल्लेख गर्ने। सबै कुरा उल्लेख गरिसके पश्चात पुनः अर्को लेखिएकोमा थिच्ने। त्यस पश्चात तपाईले मतदान नअवलीमा नाम संकलनका लागि दिने आवेदन तयार हुन्छ। यसलाई दर्ता गर्नुहोस्। दाहिने साइडमा रहेको दर्ता गर्नुहोस् मा थिच्नुहोस्। मतदान नअवलीमा नाम समावेश गर्नको लागि दिएको आवेदन दर्ता भइसके पश्चात आवेदनको पीडीएफ डाउनलोड गर्ने। यसरी तपाईको आवेदन दर्ता हुन्छ। दर्ता भइसके पश्चात तपाईले बायोमेट्रिकका लागि लिनुभएको मितिमा बिहान 8 बजेदेखि 11 बजेसम्मको समयमा निर्वाचन आयोगको कार्यालय पुगी बायोमेट्रिक दिनुपर्नेछ। बायोमेट्रिकका लागि जाँदा तपाईले भर्नुभएको अनलाइन आवेदनको पीडीएफ को प्रिन्ट निकाली त्यसमा रहेको 9 अङ्कको अक्षर सहितको फारम लिएर जानु पर्दछ। त्यसैगरी नागरिकता र सोको प्रतिलिपि लिएर जानु पर्दछ। यदि बसाइसराई गर्नु भएको छ भने बसाइसराई प्रमाणपत्र र सोको प्रतिलिपि लिएर जानु पर्दछ। विवाहित हुनुहुन्छ भने विवाह दर्ता प्रमाणपत्र र सोको प्रतिलिपि लिएर जानु पर्दछ। बायोमेट्रिक सम्पन्न भएपछि तपाईको नाम मतदान नअवलीको सूचीमा सूचीकृत हुन्छ। त्यस पश्चात तपाईँ आधिकारिक रूपमा मतदान गर्ने अधिकार पाउनुहुन्छ। प्रमाण लिएर जाँदा तपाईको बायोमेट्रिक पूरा हुन्छ। आशा गर्दछु तपाईलाई यो भिडियोले अवश्य सहयोग गर्यो होला। भिडियो मन परे भिडियोलाई लाइक र शेयर अवश्य गर्नुहोला। धन्यवाद।